ओम नमः शिवाय। राधे राधे। जय श्री कृष्ण साथीहरू, म लक्ष्मण नेउपाने मेरो युट्युब च्यानल हरिवंशीमा हजुरहरूलाई स्वागत छ। अब हरिवंशी नाम किन रह्यो त, यस विषयमा म परिचय दिन चाहन्छु। सबैभन्दा पहिला त हरिवंशी भनेको मेरो हजुरबुवा हजुरआमाको देनले गर्दा। कसरी त भन्नुहुन्छ भने, मेरो हजुरबुवा हजुरआमालाई छोरी भएको कारणले उहाँहरूले छोराको आवश्यकता पर्यो, छोरा हुन पर्यो भन्ने हिसाबमा उहाँहरूले 1 वर्षसम्म हजुरको फलारी बसेर हरिवंश पूजा गरेर एउटा सानो मन्दिरको स्थापना हाम्रो गाउँ सेङ्जा जगत्र देवी इलुङ्गा गाउँमा गर्नुभएको रहेछ। सो क्रममा चाहिँ हाम्रो त्यसपछि चाहिँ मेरो बुवा, त्यसपछि मेरो 2टा काकाहरू जन्मिनु भयो अनि मेरो हजुरबुवाको स्वर्गवास भयो र हजुरबुवालाई त मैले देख्न पाइनँ, तर हजुरआमालाई चाहिँ मैले राम्रोसँग जाने, बोलेँ, सबै कुरा बुझेँ हैन। अनि सानसानामा उहाँले भन्दाखेरि मलाई त त्यति खासै वास्ता, अथवा सानो थिएँ नि त, त्यति थाहा हुन्थेन। अनि मेरो पढाइ अब मतिर जाउँ, मेरो पढाइ चाहिँ हजुरको पुणे युनिभर्सिटीबाट, महाराष्ट्रबाट मैले ब्याचलर कम्प्लिट गरेँ। त्यसपछि हजुरको नेपाल 2072 सालमा आइयो। सबै परिवार हामी उतै थियौँ। पछि हामीले मोबाइल पसलको सुरुवात गऱ्यौँ। मोबाइल पसल गर्दा गर्दै हामीले पुणेमा मेरो बुवाले फोटोग्राफी गरेर केही रकमहरू, केही घर जोडजाड गर्नुभएको थियो, त्यसलाई बेचबिखन गरियो, केही पैसा थपियो, कुनै बुटोलका जग्गा जमिनहरू बेचियो र हामीले 2076 सालमा हामीले काठमाडौँ रानीवनमा चाहिँ हामीले घर पनि बनायौँ। गर्दा गर्दै हजुरको मेरो छोरो पनि जन्मियो, मेरो विवाह पनि भयो, छोरो जन्मियो हैन। अनि त्यसपछि हजुरको सानसानो परिवारलाई चढ्न, कहीँ जानुपर्ने बेलामा चाहिँ आवश्यकता पूर्ति गर्नलाई एउटा गाडी पनि लिगियो हैन। अब मैले यो सबै कुरा हजुरहरूमाझ किन राखेको छु त भन्दाखेरि, मलाई यस्तो लाग्छ, मेरो भावनालाई यस्तो लाग्छ कि म अब यो भोग विलासबाट तृप्त छु भन्नेमा धर्म कर्ममा मात्रै लाग्नुपर्छ भन्न खोजेको चाहिँ होइन। मैले चाहिँ चाहेको त के भन्दाखेरि, मेरो हजुरबुवाले स्थापना गर्नुभएको मन्दिर र उहाँले देखाउनु भएको सेवाको बाटोलाई एउटा अभियानको रूपमा मैले अगाडि बढाउन सक्छु कि भन्ने एउटा सोचका साथ यो हरिवंशी नामको स्थापना भएको हो। अब मैले कुन कदमबाट हरिवंशीलाई अगाडि बढाउन खोजिरहेको छु त भन्दा, छोटकरीमा अहिले भन्नुपर्दा, मैले चाहिँ अहिले यो श्रावण महिना छ, मईमा मेरो भान्जी दिदी हुनुहुन्छ। भान्जी दिदीको घर जाँदा मैले एकचोटि उहाँको भजन सुनेको थिएँ। उहाँहरूको टोलीले एकदम राम्रो भजन गाउनुहुन्छ। भान्जी दिदीहरूको भजन टोलीको सहयोगको साथ मैले यो हरिवंशीलाई अगाडि बढाउन खोजेको छु। कसरी त भन्दाखेरि, हजुरको दिदीहरूलाई ल्याउने, काठमाडौँ ल्याएर मैले एउटा यो श्रावणको महिनामा भगवान शिवको आराधनामा एउटा भजन रेकर्ड गरेर भिडियो लन्च गर्छौँ। त्यसपछि चाहिँ हामी यो श्रावण महिना सकेसम्म, श्रावण महिनाभरि नै हामी कुनै मन्दिरहरू, मठ मन्दिरहरू, ठाउँमा गएर भजन कीर्तन गर्नेछौँ, पूजाआजामा मग्न हुनेछौँ हैन। अनि त्यो गर्दा गर्दै अब के हुन्छ हैन, अब पैसा जति भए पनि पुग्दैन मान्छेलाई, किन जति भए पनि अरू कमाऊ जस्तो भइरहन्छ। त्यो हुँदा मठ मन्दिर गएर भगवानलाई ढोगेर मात्रै धर्म हुने होइन। कुनै कसैलाई आवश्यकता छ भने उहाँहरूलाई ज्ञान बाँड्नुहोस्, भोकोलाई खुवाउनुहोस् हैन। त्यो नै सबैभन्दा ठुलो धर्म हो। मेरो यो हरिवंशी अभियानबाट चाहिँ मैले कुनै सकारात्मक कामहरू गर्न सक्छु कि, अथवा हजुरको भजन कीर्तनद्वारा आध्यात्मिकपट्टि अथवा मान्छेको मनलाई, दुखी मनलाई स्थिर बनाउन सक्छु कि, कुनै अशान्ति मनलाई शान्ति बनाउन सक्छु कि, यस्ता कुनै सिपमूलक कार्यक्रमहरू अथवा केही न केही जो समाजलाई आवश्यकता छ, जो व्यक्तिहरूलाई आवश्यकता छ, उहाँहरूको लागि केही न केही गर्न सक्छु कि भन्ने अभियान मात्र हो मेरो हरिवंशी। यो अभियानलाई हजुरहरूले साथ, सपोर्ट र माया दिनुहुन्छ भन्ने मेरो अटुट विश्वास छ। र मैले कुनै यो काम गर्दा गर्दै कुनै
मबाट भुलचुक हुन गए, मैले नजानेका कामहरूलाई हजुरहरूले सिकाइदिनुहुन्छ र हजुरहरूको सल्लाह सुझाव अवश्य कमेन्ट मार्फत अथवा डाइरेक्ट कल मार्फत पनि बाबु तिमीले यो गर्न हुँदैन है भनेर हजुरहरू जान्ने बुझ्नुहुन्छ। म त खालि एउटा कदम मात्रै चाल्दैछु, हिँड्ने प्रयास मात्रै गर्दैछु। अब सिकाउने त हजुरहरू नै हुनुहुन्छ। यदि मैले कुनै पनि मिस्टेक गरेँ, जानिन, कुनै कार्यमा विफल भएँ भने हजुरहरूको सल्लाह सुझावलाई मैले आशीर्वाद स्वरूप स्वीकार गरेर अगाडि बढ्नेछु। त्यही मेरो प्रतिबद्धता छ र हरिवंशी अभियानबाट मैले केही न केही समाजप्रति, यो देशप्रति र हाम्रो साथीभाइ दाजुभाइ आमा बुवा कसैको लागि केही न केही सहयोग गर्न सक्छु कि भन्ने धारणाका स्वरूप यो अभियानलाई सुरु गर्दैछु। त्यो हुँदा हजुरहरूले साथ दिनुहोला। हस्त, धन्यवाद। राधे राधे। जय श्री कृष्ण।